नेपालको सबै सम्पूर्ण दाइ भाइ दिदी बहिनीलाई मेरो सलाम। मेरो यो भिडियो बनाउने उद्देश्य छ नेपालको नयाँ प्राइम मिनिस्टर सुशीला कार्की जुन मुस्लिम धर्मको बारेमा टिप्पणी गरेको छन्। यिनी यति ठुलो पोस्टमा बसेर यति नीच काम गरेछन्। देशको हितमा केही काम गर्न सक्दैनन् अनि देशको इकोनोमी र देशको तरक्कीको बारेमा सोच्दैनन्। यहाँ अनाज खाँदैनन् क्या हो, गोबर खाएर यस्तो नराम्रो कुरा गर्छन् कुनै समुदायको बारेमा टिप्पणी गरेर। अनि के गर्न चाहेको हो? तिमी चाहिँ एउटा महत्त्वपूर्ण पदमा बस्नु भएको छ, त्यो पदको आदर गर्नु अनि देश हितमा काम गर्नु। ठिक छ? तपाईको मैले एउटा पहिलाको भिडियो हेरेको छु। त्यो भिडियोमा के भन्नुभएको छ, यो भ्रष्टाचारीहरूलाई यस्तो यता गरिदिन्छु भनेर। त्यो त तिमी आएर त्यो 3 महिना भइसक्यो हुन लागेको छ, केही त गर्न सकेनौ। मस्त बसेर देशको जनताहरूको जागिर खाएर अनि देशको जनताहरूमाथि नै टिप्पणी गर्ने। यो तपाईको टिप्पणी चाहिँ निन्दनीय छ। यस्तो पोस्टमा बसेर अनि माफी माग्नु यो देशको जनताहरूसँग अनि देश हितमा काम गर्नु।